ब्रान्डिङ के हो? तपाईले के भन्नुहुन्छ? What you say about yourself? How you portray yourself? How you communicate yourself? यो चाहिँ के हो? पर्सनल ब्रान्डिङ हो. So we live in a time where everyone is overly focused on their branding and not focused enough on their brand. So यो भन्न खोजेको के भन्दा हामी आफूले आफ्नो बारेमा के भन्छौँ, कसरी आफूले आफूलाई देखाउँछौँ हैन, जुन चाहिँ के हो ब्रान्डिङ हैन, त्यो ब्रान्डिङमा हामी बढी फोकस छौँ, तर हाम्रो ब्रान्डमा चाहिँ हामी धेरै फोकस गरिरहेको हुँदैनौँ. So what people say about us, what people say about our product हैन. सो ब्रान्डिङ भनेको एउटा एकदमै सर्फेस लेभलको कुरा हो, इम्पोर्टेन्ट हो. आफ्नो कुरा राम्रोसँग क्लियरली पोर्ट्रे गर्न सक्नु पर्यो हैन, इम्पोर्टेन्ट छ. तर अरूले के भन्छ, अरूले त्यही तपाईले भन्न खोजेकै कुरा बुझिरहेको छ कि छैन भन्ने कुरा पनि त इम्पोर्टेन्ट हो. सो ब्रान्ड इज एन इमोसनल कनेक्सन वेयर इज ब्रान्डिङ इज सर्फेस लेभल. आई थिङ्क यति बुझिसकेपछि एकदमै क्लियर, कहिले नबिर्सिने गरी तपाईले बुझ्नुभयो ब्रान्डिङ र ब्रान्ड. ब्रान्ड भनेको अरूले के भन्छ सिम्पलमा, र ब्रान्डिङ भनेको तपाईले के भन्नुहुन्छ. So what do you think about yourself? हैन, त्यो भन्दै गर्दा तपाईले रिफ्लेक्ट गर्नु, सोच्नु के भन्नुहुन्छ तपाईले आफ्नो बारेमा हैन. कसैले सोध्यो तपाईलाई भने हाउ विल यु पोर्ट्रे योरसेल्फ, अर तपाईले अलरेडी गरिराख्नु भएको छ भने कसरी गरिराख्नु भएको छ. सो what do you think about yourself? What do I think about myself भनेर आफैले आफ्नो बारेमा एकचोटि रिफ्लेक्ट गर्नु अर सोच्नु कि तपाईले तपाईलाई कसरी अहिलेसम्म पोर्ट्रे गरिराख्नु भएको छ हैन. धेरै कुरा हुन सक्छ, 2-3टा कुरा गरिराख्नु भएको छ, तर मेजरली तपाईले कसरी कम्युनिकेट गरिराख्नु भएको छ त आफूलाई भनेर एकचोटि रिफ्लेक्ट गर्दै गर्नु ड्युरिङ दिस सेसन हैन. सो अब इन पर्सन भएको भए इजी पनि हुन्थ्यो सबैजनालाई एकचोटि सरल सोध्न, तर सिन्स वी आर कति 26 जना छौँ, सो अ बिट डिफिकल्ट. तर तपाईलाई अघि मैले भने जस्तै अझै इजी बनाउनलाई what do I think about myself भनेर मैले सोचेँ. मैले के सोचेँ, I am the most generous person in the world. पाएँ नि त मैले आफ्नो बारेमा सोच्न त हैन. एज पर्सनल ब्रान्डिङ मैले सोचेँ I am the most generous person in the world. तर पर्सनल ब्रान्ड त्यही छ त, डु पिपल थिङ्क द सेम अबाउट मी हैन. पर्सनल ब्रान्डिङ र ब्रान्डलाई चाहिँ कम्पेयर गर्न इम्पोर्टेन्ट हुन्छ. सो यो मैले सोच्ने कुरा, जस्तो अघि तपाईँलाई सोच्नु भनेको थिएँ, तपाईँले केही न केही सोच्नु भयो होला. अब फेरि अब रिफ्लेक्ट के गर्नु पर्यो भन्दाखेरि पर्सनल ब्रान्ड लेभलमा पनि त्यसरी नै सबैजना एउटै एलाइनमेन्टमा छ कि छैन हैन. यो मेबी मैले भने नहुन पनि सक्छ नि त हैन. दिस इज जस्ट एन इक्जाम्पल है. सो यो सबैको लागि फ्यु इम्पोर्टेन्ट कुराहरू छ जुन चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ. नम्बर 1, क्लियर कम्युनिकेसन अफ भिजन. सो तपाईहरूले एकदमै क्लियरली कम्युनिकेट गर्नुपर्ने कुराहरू के हुन्छ भन्दा हु यु आर, वाइ यु चुज टु डु वाट यु डु, वाइ सुड समन ट्रस्ट यु अर यर वर्क विथ यु एन्ड वाइ यु हैन. सो तपाईँ को हो, अथवा रोड ट्र्याकमा हुन्छ भने वाइ यु चोज टु डु वाट यु डु, वाइ डिड यु चुज टु डु दिस वर्क हैन, वाइ डिड यु चुज टु जोइन दिस कम्युनिटी. अनि तपाईँ यो कम्युनिटीमा हुँदै गर्दाखेरि वाइ समन सुड ट्रस्ट यु अर वाइ समन सुड वर्क विथ यु, अनि किन तपाईँहरू नै, किन तपाईँ नै हैन. सो त्यो कुराहरू, यो फ्यु क्वेसन्सहरूलाई चाहिँ तपाईँहरूले कम्युनिकेट गर्दाखेरि सोचेर कम्युनिकेट गर्नुभयो भने तपाईँहरूको कम्युनिकेसन क्लियर हुन्छ. सो यसले गर्दाखेरि के हेल्प हुन्छ भन्दाखेरि तपाईँले जुन स्पेसिफिक ग्रुप पिपललाई टार्गेट गर्न खोज्नु भएको छ, जो चाहिँ तपाईँले सोचिराख्नु भएको छ कि यो ग्रुप अफ पिपल मसँग कनेक्ट भइदियो हुन्थ्यो, मलाई ट्रस्ट गरिदियो हुन्थ्यो, मसँग काम गरिदियो हुन्थ्यो, मसँग एसोसिएट भइदियो हुन्थ्यो भने यी कुराहरूले उनीहरूलाई चाहिँ क्ल्यारिटी दिन्छ. सो when you come out clearly, they understand what you are looking for and whom you would like to work with. तपाईँले के खोज्दै हुनुहुन्छ, तपाईँ के काम गर्न खोज्नु भएको, तपाईँ किन, तपाईँले अहिलेसम्म के गर्नुभएको छ. सो यी धेरै कुराहरूले चाहिँ के हुन्छ भने तपाईँको त्यो ग्रुप अफ पिपल, त्यो अडियन्सलाई चाहिँ थोरै क्ल्यारिटी प्रोभाइड गर्छ, जसले गर्दा चाहिँ क्लियरली कम्युनिकेट गर्नु, तपाईँको भिजनलाई चाहिँ क्लियरली कम्युनिकेट गर्नु चाहिँ इम्पोर्टेन्ट हुन्छ. नम्बर 2 हामीले बुझ्नुपर्ने के छ भन्दा मिडिया इज यर फ्रेन्ड भनेर चाहिँ तपाईँले अन्डरस्ट्यान्ड गर्नु पर्यो. सो तपाईँले ड्रिम गरेको कुरा,
तपाईले डिफरेन्स ल्याउन खोजेको कुरा, तपाईले गर्न खोजेको कामहरू, यो चाहिँ तपाईले क्लियरली शेयर गर्नु हैन, शेयर गर्नुपर्छ। र त्यो गर्दै गर्दाखेरि चाहिँ तपाईकै फिल्डको इन्ट्रेस्टेड पिपल, पार्टनर्स, इन्डिभिजुअल्सहरूलाई इजी हुन्छ तपाईसँग कनेक्ट हुन, बिकज you believe you are the best they can work with for this particular type of project or segment हैन। सो कहिले कहिले के हुन्छ, हामीलाई मेन प्रब्लम यहाँ कहाँनिर आउँछ भन्दा हामीले शेयर गर्न अक्वर्ड मान्छौँ, लजाउँछौँ, गर्नु हुँदैन भन्न ठान्छौँ, यो हाल्यो भने त मान्छेले के सोच्ला है, कति धेरै शेयर गरेको देखाउन खोजेको सोच्छ होला, अब हुन्छ नि आफ्नो बारेमा चलपल दियो भन्ने खालको पर्सपेक्टिभ्स आउँछ कि जस्तो सोचिन्छ। हामीले कति कुरा शेयर पनि गरिदैन। अब सबै कुरा शेयर गर्न पनि मिल्दैन, तर तपाईहरूले आइडेन्टिफाई गरेर रेलेभेन्ट कुराहरू चाहिँ तपाईले शेयर गरेको फ्रुटफुल हुन्छ। मिडियामा, मिडिया भन्दै गर्दा एनी काइन्ड अफ मिडिया, एनी प्लेटफर्म हैन, जहाँ तपाईलाई इजी लाग्छ त्यहाँ चाहिँ तपाईहरूले आफ्नो तपाईलाई इजी लाग्छ प्लस तपाईको कामसँग रिलेभेन्ट हुने मिडियामा चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ, यो कुराहरू शेयर गर्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ सेम ग्रुप अफ मान्छेलाई चाहिँ तपाईको त्यो प्लेटफर्मले तपाईलाई कनेक्ट गर्छ हैन, तपाईलाई अगाडि देखाइदिन्छ, तपाईलाई पुश गर्छ, उनीहरूले तपाईको प्रोफाइल देख्छ। सो दिस हेल्प्स पिपल अन्डरस्ट्यान्ड योर वर्क बेटर। त्यही भएर सोसियल मिडिया चाहिँ एउटा वन्डरफुल प्लेटफर्म मानिन्छ, थ्रु विच यु क्यान कनेक्ट एन्ड एक्सप्लोर अ लट अफ अपर्च्युनिटिज। र इफ तपाईँ यसमा कन्फ्युज हुनुहुन्छ स्टार्ट गर्न, कसरी गर्ने, कसरी शेयर गर्ने, अलरेडी गरिराख्नु भएको छ तर कन्सिस्टेन्स भइरहेको छैन भने यु क्यान रिच आउट टु पिपल whom you think are social media professionals or content creators, जसले चाहिँ तपाईलाई गाइड गर्न सक्छ, हेल्प गर्न सक्छ or सपोर्ट गर्न सक्छ। अल्सो अब यो बिजनेसहरूलाई नै अलाइन गर्छ, तर इन्डिभिजुअल्सले पनि इफ यु क्यान एफोर्ड you can also get associated with such kind of people। र if तपाईले एफोर्ड गर्न सक्नुहुँदैन हैन, similar individuals, maybe तपाईले reach out गर्नुभयो and they are like professionals and they want you to pay them भने you can do your own research, you can start exploring, you can start searching हैन, कसरी गर्न सकिदो रहेछ, अरूले कसरी गरिरहेको छ। सो सेल्फ रिसर्चको थ्रु पनि तपाईले चाहिँ यो कुराहरूलाई गर्न सकिन्छ। र अनदर फ्याक्टर जहाँ चाहिँ हामी फेरि लजाउँछौँ अक्वर्ड मान्छौँ भन्दाखेरि मेबी कन्फिडेन्स हुँदैन, इज अ स्पेस जहाँ चाहिँ जस्तो मेबी इन्टरभ्युज, तपाईँको फिचर्स, तपाईँको आर्टिकल्सहरू चाहिँ ल मैले यस्तो आर्टिकल लेखेको छु, यो सेयर गरिदिन मिल्छ होला, or I did something like this and I want people to know, can we have an interview through which मान्छेहरूले चाहिँ सुन्न पाओस् र अझै बुझ्नु पाओस् भन्ने होला, और कसैले आफै एप्रोच गरिरहेको छ होला तपाईँलाई हैन। सो यस्तो यस्तो सिचुएसन्समा पनि तपाईँहरूले चाहिँ अक्वर्ड नमानिकन और नलजाइकन और नडराइकन ती कुराहरूलाई पनि एप्रोच गरेर चाहिँ विथ टाइम तपाईँलाई इजी लाग्न थाल्छ र यसले गर्दाखेरि पनि तपाईँलाई चाहिँ हेल्प हुन्छ। अर्को एकदमै इम्पोर्टेन्ट कुरा, सबै त हामीले गर्न सकिन्छ हैन, तर एकदम इम्पोर्टेन्ट कुरा भनेको डकुमेन्टेसन हो। डकुमेन्ट योर वर्क एन्ड इम्प्याक्ट देन टेल द वर्ल्ड हैन। सो जे पनि तपाईँले गरिराख्नु भएको छ हामीले डकुमेन्ट गर्दैनौँ राम्रोसँग, र त्यसले गर्दा के हुन्छ, कति कुरा तपाईँले खोजेर त भेट्नु पनि हुन्छ, तर कति कुरा त्यो खोज्ने प्रोसेसमा के हुन्छ, कति तपाईँले गरेको राम्रो इम्प्याक्टहरू मिस आउट पनि हुनसक्छ। सो त्यो भएर तपाईँले प्रपर डकुमेन्टेसन गर्नु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। कसरी गर्न सकिन्छ भन्दा लट अफ फेज हैन, 2026 अहिले चलिरहेछ, 2026 को फोल्डर हुनसक्छ जहाँ चाहिँ जनवरी, फेब्रुअरी, मार्च यसरी तपाईँले राख्न सक्नुहुन्छ। र मार्चमा अहिले यो जुन इभेन्ट भइरहेको छ यो तपाईँले डकुमेन्ट गरेर राख्न मिल्यो। मार्च 14मा एउटा सेसन थियो, मैले कोअर्डिनेट गरेको थिएँ अथवा मैले होस्ट गरेको थिएँ अथवा मैले अर्गनाइज गरेको थिएँ अथवा जे पनि गर्नुभएको थियो तपाईँले, त त्यो रिलेभेन्ट डकुमेन्ट्सहरू के छ त्यो सबै एउटा फोल्डरमा भयो भने बिग अर स्मल हैन, अनलाइन अर इन पर्सन हैन, नेपालमा अर बाहिर जहाँ पनि जे पनि गर्नुभएको छ त्यो डकुमेन्ट गर्दैमा त केही वेस्ट छैन नि त। पछि तपाईँलाई के इजी हुन्छ भन्दाखेरि तपाईँलाई पछि 2 वर्षपछि 3 वर्षपछि अर
एनी टाइम तपाईँले चाहिएको बेलामा चाहिँ तपाईँले त्यो कुराहरू हेरेर आफैसँग इजिली एक्सेसिबल छ, केही कुरा छ भने त्यसलाई फिल्टर आउट गर्ने इजी हुन्छ, छैन भने त्यो खोज्न चाहिँ एकदमै इट टेक्स टाइम है। सो डकुमेन्टेसन इज इम्पोर्टेन्ट। अल्सो के पनि इम्पोर्टेन्ट हुन्छ भन्दा नम्बर्स, फिगर्स, डाटा हैन, यस्तो कुराहरू पनि डकुमेन्ट गर्दाखेरि चाहिँ राम्रोसँग डकुमेन्ट गरेर राख्नुभयो भने ट्रान्सपेरेन्सीमा हेल्प गर्छ अनि मान्छेहरूलाई अझै अलिकति क्लियरली रफली बुझ्न पनि हेल्प गर्छ तपाईँले गरेको इम्प्याक्ट। कति कुरा पढेर बुझिन्छ भने कहिले कहिले नम्बर्सले पनि धेरै कुरा नपढिकन नम्बर्सले पनि गर्दाखेरि के हुन्छ भन्दाखेरि इम्प्याक्ट हुन्छ हैन। रोट्र्याक्ट ल एउटा इक्जाम्पल इन्डिभिजुअलमा कुरा गरिरहेको थियो, अहिले एउटा अर्गनाइजेसनको कुरा गरौँ एज रोट्र्याक क्लब हैन। रोट्र्याक क्लबको कुरा गर्दै गर्दाखेरि एन्टायर टेन्योर 1 वर्षकोमा तपाईँले त धेरै कुराहरू गर्नुहुन्छ हैन। त्यो गर्दै गर्दा चाहिँ एट द एन्ड लास्टमा टेन्योर सकिने बेलामा त तपाईँहरूले गरेको सबै इम्प्याक्ट चाहिन्छ नि त। अब रोट्र्याक क्लब पोखरा युनिभर्सिटीको पेजमा गएर तपाईँले एउटा कामहरू खोज्दै पर्दैन नि त। दो याद हुन्छ कति याद हुँदैन, तर कति मिस हुन सक्छ नि त हैन। र त्यसमै त्यो इम्प्याक्ट देखाउनको लागि नम्बर्सहरू पनि तपाईँले ट्र्याक गर्नुभएको थियो भने, जस्तो फर इक्जाम्पल आज अहिले सेसनमा 23 जना जुन प्रेजेन्ट छ हैन, अर मेबी बढी थियो होला अर घट्छ होला। सो थोरै चाहिँ ट्र्याक गर्नुभयो भने त थ्रु आउट द टाइम तपाईँले गरेको सबै भर्चुअल सेसन्समा आज 25, भोलि 25, पर्सि 25 गर्दा इट्स अ नम्बर विच यु क्यान सो हैन, इट्स अ इम्प्याक्ट विच यु क्यान सो। सो त्यो सबै कुराहरू डकुमेन्ट गरिराख्नुभयो भने चाहिँ इजी हुन्छ। अर्को भनेको सर्ट भिडियोज, सर्ट फोटोग्राफ्स हैन। केही गर्दै हुनुहुन्छ, कतै जानुभएको छ, अब त्यो हामीले त्यसमा पनि अकवर्ड मान्छौँ, यो कति फोटो खिचेको भन्ठान्छन् होला, अरू यो देखाउनलाई फोटो खिचेको भन्ठान्छन् होला, भन्ठानिन्छ हैन। तर पछि गएर के हुन्छ भन्दाखेरि कहिलेकाहीँ रिलेभेन्ट भइदिन्छ त्यही कुरा अनि हामी सोच्न थाल्छौँ ला म त यस्तो कुरा गरेको थिएँ, केही फोटो भिडियो नै खिचिन्छ, भएको भए त यसमा कस्तो काम लाग्ने रहेछ नि त यो कुरा हैन। सो यस्तो कुराहरू हुनसक्छ। सो स्टार्ट डकुमेन्टिङ, स्टार्ट किपिङ थिङ्स, टेक फोटोज, टेक भिडियोज आफूले गरेको कामको, किप डाटा, किप नम्बर्स, र यो सबै कुरालाई डकुमेन्ट गरेर राख्न स्टार्ट गर्नुभयो भने अहिले मेक सेन्स नगर्ला, रिलेभेन्ट नलाग्ला, तर पछि गएर चाहिँ यसले एकदमै हेल्प गर्छ। गाह्रो छ हैन, यो इजी पनि हुँदैन यो सबै कुरा एकदमै इजी वेमा डकुमेन्ट गर्न। तर कसरी डकुमेन्ट गर्छन् त मान्छेहरूले थोरै बुझ्न थाल्यौँ भने त्यो अब आइएम अल्सो ट्राइङ हैन, मैले पनि प्र्याक्टिस गर्न थालेँ। अब जस्तो फर इक्जाम्पल मैले कतै एप्लाई गरेँ हैन, अब मान्नु तपाईँ कुनै you should understand the essence of that specific space and you should portray yourself in that way. जसले गर्दा के हुन्छ भन्दाखेरि त्यो फर्स्ट इमेज हैन, फर्स्ट इम्प्रेसन भने जसरी त्यसले तपाईँको केही न केही पोजिटिभ एस्पेक्ट हैन, केही न केही वेमा तपाईँलाई हेल्प गर्छ। अर्को तपाईँको कम्युनिकेसन। सो तपाईँले केही बोलिहाल्नु भयो भने त्यो तपाईँले भनि नै सक्नुभयो नि त। So you have to be very precise, you have to be very clear of what you are saying. So यसमा पनि तपाईलाई if you feel I need to work on this भने you need to work on your communication skills because सधैँ with time improvement helps and it's not waste हैन। तपाईले सिक्दै गएको कुराहरू कहिले वेस्ट पनि हुँदैन र कहिले पनि सुरुमै पर्फेक्ट हुँदैन कोही पनि। अनि I think पर्फेक्सनको लिमिट पनि हुँदैन। You keep learning, you keep growing अनि हिजो भन्दा आज you are better and then there is again a learning space, you get better more the next day and then it continues हैन। त्यही भएर त्यो सिक्ने प्रोसेसहरू जुन हुन्छ त्यो चाहिँ तपाईँले वर्क अन गरिराख्नुपर्छ र रेगुलरली जति सक्दो रेगुलरली किप अपडेटिङ योरसेल्फ र कम्युनिकेसन स्किल्स तपाईँको प्रेजेन्टेसन स्किल्समा चाहिँ वर्क अन गर्नुपर्ने हुन्छ। सो when you consider your personal brand as an asset, you can leverage for better results. So personal branding को कुरा गरेको छैन, brand. So when you work on your personal brand, when you consider your personal brand as asset हैन, as a very great asset of yourself, तपाईले चाहिँ एकदम better resultsहरू चाहिँ leverage गर्न मिल्छ। So अघिसम्म हामीले पर्सनल ब्रान्डिङ के हो, ब्रान्ड के हो हैन, के कुराहरू इम्पोर्टेन्ट छ जुन चाहिँ हामीले कन्सिडर गर्नुपर्ने रहेछ भन्ने बुझ्यौँ हैन। सो त्यसैसँग रिलेटेड
a barrier between what you say and what the public will understand चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ हैन सो यो के हो भन्दाखेरि what you say भनेको के हो पर्सनल ब्रान्ड हो कि ब्रान्डिङ हो कसैले भन्नु त एकचोटि what you say is personal brand or personal branding chat मा ड्रप गर्दा पनि हुन्छ anyone yes what you say is personal branding what public will understand यो चाहिँ के हो personal brand हो कि branding हो brand है तपाईले बुझिसक्नु भएको रहेछ त्यसको डिफरेन्स सो अ ब्यारियर बिट्विन तपाईले के भन्नुहुन्छ र मान्छेले के बुझ्छ त्यो जुन ब्यारियर छ नि जुन त्यो ग्याप छ नि त्यो हामीले कनेक्ट गर्नुपर्छ त्यो जुन ब्रिज छ त्यो दुईटाको बीचको तपाईले भन्ने र अरूले बुझ्ने त्यो ब्रिजलाई चाहिँ तपाईले के गर्नुपर्छ फुलफिल गर्नुपर्छ त्यो ब्रिजलाई ग्याप गर्न ट्राई गर्नुपर्छ सो सिम्पल वेमा अझै के बुझ्नु भन्दाखेरि ब्रान्डिङलाई नै ओभरली फोकस गर्नु भएन ब्रान्डलाई पनि ओभरली फोकस गर्नु भएन ब्रान्डिङ एकदम राम्रो गर्नुभएको छ तर भन्नु खोजेको कुरा मान्छेहरूले बुझि नै रहेको छैन मान्छेले त्यो पर्सनल तपाईको ब्रान्ड नै बुझिरहेको छैन भने डजन्ट हेल्प र पर्सनल ब्रान्डमा तपाईँ ओभरली फोकस्ड हुनु भएको छ तर पर्सनल ब्रान्डिङ नै गरिराख्नु भएको छैन भने पनि डजन्ट हेल्प हैन त्यो सबै कुरा ब्यालेन्स्ड वेमा तपाईले गरेर त्यो ग्याप जुन हुन्छ त्यो ग्यापलाई चाहिँ फुलफिल गर्नुपर्छ त्यो ब्रिजको बिचमा ग्याप हुनु चाहिँ भएन हैन त्यो पर्सनल ब्रान्ड र पर्सनल ब्रान्डिङ दुईतिर छ भने ब्रिज हुनु नै पर्यो त्यो कनेक्ट हुनु नै पर्यो सो वाट एभर यु थिङ्क यर पर्सनल ब्रान्ड इज यु क्यान कम्युनिकेट द्याट एक्ज्याक्टली टु द पब्लिक सो द्याट पब्लिक क्यान अल्सो बी अन द सेम पेज एज यु तपाईहरू र तपाईको अडियन्स तपाईको मान्छे तपाईको ग्रुप तपाईको पिपल विल बी अन द सेम पेज एज यु सेम अन्डरस्ट्यान्डिङ हुन्छ अनि that is how you are going to be able to create a strong cohesive and recognizable personal brand त्यही ब्रिजलाई तपाईले फुलफिल गर्नुभयो भने तपाईको स्ट्रङ कोहेसिभ र रेकग्नाइजेबल पर्सनल ब्रान्ड बन्छ भेरी इजी क्लियर अहिलेसम्म के क्वेसन छ कसैलाई के नबुझ्नु भएको छ एनिथिङ सबै बुझ्नु भएको छ भने रियाक्ट गर्नु त ल थम्स अप Okay, so I see few people reacting. अरूहरु पनि please actively participate गरिदिनु होला so this becomes interesting. I can see Ansarul अघिदेखि नै भिडियोमा हुनुहुन्छ which is very nice. कोही छ मसँग जस्तो चाहिँ भइरहेछ मलाई अरूहरु पनि भिडियो अन गर्न मिल्छ भने चाहिँ प्लिज अन गरिदिनु so that we will feel like हामी भर्चुअली छैनौं हामी एकअर्कालाई देखिरहेछौं बोलिरहेछौं म कसैलाई भनिरहेछु जस्तो चाहिँ फिल होस् है so since no questions मैले क्वेशन सोध्छु तपाईलाई so what do you think is your personal brand हैन अब if you know if you have understood तपाईले अलरेडी सुरु गरिसक्नु भएको थियो गर्नुहुन्छ फलो गर्नुहुन्छ भने च्याटमा तपाईले लेख्न मिल्छ गर्नु भएको छैन भने नो वरीज म थोरै तपाईलाई गाइड गर्छु कसरी आइडेन्टिफाई गर्ने भनेर तर क्वेशन सोध्नु आफुलाई हैन what do you think is your personal brand आफैले आफुलाई सोध्नु सोच्नु के हो तपाईको पर्सनल ब्रान्ड हैन र कमिङ स्लाइड्समा कनेक्ट गर्न खोज्नु रिलेट गर्न खोज्नु तपाईले सोचेको वेमा त्यो गएको रहेछ कि रहन्छ और मेबी तपाईले अझै एक्सप्लोर गर्नुपर्ने रहेछ कि तपाईको पर्सनल ब्रान्ड के हो भनेर हैन ओके आई थिंक सोच्नु पनि भयो होला कति जनाले है सो त्यो सोचिसकेपछि अब तपाईले कसैको बारेमा सोच्नु हैन यो ग्रुप एक्टिभिटी जस्तो हुन्थ्यो इफ हामी इन पर्सन गरेको भए तर अहिलेलाई चाहिँ जस्ट प्र्याक्टिसको लागि सो व्हाट डु थिंक अबाउट योर फेलो मेट्स ब्रान्ड आइडेन्टिटी अघि हामीले हाम्रो पर्सनल ब्रान्डको बारेमा सोच्यौं अब तपाईले पछि पनि तपाईले आफ्नो साथीसँग प्र्याक्टिस गर्न सक्नुहुन्छ 2 जना 3 जना आफ्नो आफ्नो पर्सनल ब्रान्ड सोच्नु अनि साथीहरुलाई
सोच्न लगाउनु एकअर्काको बारेमा अनि देन मेबी लेख्न लगाउनु अर मेसेज गर्न लगाउनु अर सम वे थ्रु त्यो कुरा इन्फर्मेसन कलेक्ट गर्नु अनि कम्पेयर गर्नु हैन आफूले सोचेको र तपाईको बारेमा साथीले सोचेको चाहिँ सेम छ कि छैन है सो अघि हामीले के सोचेको थियौँ हाम्रो पर्सनल ब्रान्ड के हो अब हामीले के सोच्छौँ कोही एकजना साथीको पर्सनल ब्रान्ड के हो हैन र पछि गएर तपाईले सोचेको साथीलाई सोध्न पनि सक्नुहुन्छ हैन व्हाट इज योर पर्सनल ब्रान्ड सोच भन्नु आफूले एक्सप्रेस गर्नु उबाट सोध्नु सो दिस हेल्प्स यु अन्डरस्ट्यान्ड अ बिट हैन र इफ तपाईहरु क्लुलेस हुनुहुन्थ्यो तपाईको पर्सनल ब्रान्डको बारेमा अथवा थोरै आइडिया चाहिँ थियो तर अझै त्यसलाई सोलिडिफाई गर्ने सोच्नु भएको छ भने तपाईले यो 12 ब्रान्ड आर्किटाइप्स भन्ने हुन्छ त्यो चाहिँ एकचोटि हेर्दा हुन्छ हैन आफ्नो बारेमा कति कुरा थाहा हुन्छ तर त्यसलाई एलाइनमेन्ट कसरी दिने भन्ने थाहा हुँदैन सो डाइरेक्सन दिनको लागि मात्रै फ्यु मेथड्सहरु हुन्छ फ्यु मोडलहरु हुन्छ जुन चाहिँ हामीले हेर्यौं भने असै क्लियर र कन्सिस्टेन्ट वेमा हामीले हाम्रो पर्सनल ब्रान्ड देखाउन सक्छौं हैन र त्यसको लागि तपाईले के हेर्नुपर्ने हुन्छ भन्दा 12 ब्रान्ड आर्किटाइप्स भन्ने हुन्छ जुन चाहिँ तपाईले नोट गर्नु हैन आफूले रिसर्च गर्नु खोज्नु के हुँदो रहेछ यो कसरी हामीले यसमा गर्न मिल्दो रहेछ म कसरी कुनमा एलाइन गर्दो रहेछु आफ्नो बारेमा जुन सोच्नु भएको थियो अघि तपाईले व्हाट इज योर पर्सनल ब्रान्ड भन्दा त्यो कसरी केमा एलाइन गर्दो रहेछ र सेकेन्ड के गर्नुपर्छ त्यसपछि तपाईले भन्दा ब्रान्ड गाइड डेभलप गर्नु हैन इफ गरिसक्नु भएको छैन भने अरूहरुको सर्च गर्नुभयो भने भेटिन्छ आजकल सबै कुरा इन्टरनेटमा कस्तो ब्रान्ड गाइड बनाएको रहेछ कुनै स्पेसिफिक अर्गनाइजेसनले कुनै स्पेसिफिक इन्डिभिजुअलले हैन अरु यो बिजनेसेसहरुको इजिली भेटिन्छ सो बिजनेसेसहरुको पनि तपाईले हेर्न सक्नुहुन्छ पर्टिकुलर बिजनेसलाई तपाईले कसरी सोच्नुहुन्थ्यो र उनीहरुले कसरी आफ्नो पर्सनल ब्रान्ड र ब्रान्ड गाइड कसरी बनाएको रहेछ हैन त्यो एलाइनमेन्ट बुझेर अनि आफूले पनि त्यही गर्नु मिल्छ सो यसले गर्दा चाहिँ तपाईको के हुन्छ भन्दाखेरि तपाईको ब्रान्ड भोइस हैन तपाईको ब्रान्ड भोइस के हो भनेर तपाईले बुझ्न एकदमै क्ल्यारिटी पाउनुहुन्छ तपाईले र यसले गर्दाखेरि चाहिँ तपाईको पोजिसनिङ तपाईको एस्थेटिक्स लाई चाहिँ तपाईले वर्क अन गरेर कन्सिस्टेन्सी मेन्टेन गर्न हेल्प गर्छ है म फेरि रिभाइज गरिदिन्छु पर्सनल ब्रान्ड के हो क्लुलेस हुनुहुन्छ अर के सोच्नु भएको थियो तर अझै सोलिडिफाई गर्नु छ भने ब्रान्ड आर्किटाइप्स भनेर हेर्ने त्यो ब्रान्ड आर्किटाइप्स हेरिसकेपछि ब्रान्ड गाइड हेर्ने हैन तर फेरि क्वेशन आउँछ नि हाउ टु डेभलप ब्रान्ड गाइड सो ब्रान्ड गाइड डेभलप गर्नको लागि यो ब्रान्ड गाइड डेभलप गर्नको लागि तपाईले ब्रान्ड आर्किटाइप्स हेर्नै पर्छ है सिम्पल कुरा छ सो यसलाई अझै सिम्प्लिफाई गर्दाखेरि तपाईले फर्स्टमा के गर्नु एक्सप्लोर ब्रान्ड आर्किटाइप्स अनि ब्रान्ड आर्किटाइप्स एक्सप्लोर गरिसकेपछि के गर्नु ब्रान्ड गाइड बनाउनु सिम्पल अघि भनेको कुराहरुलाई सिम्पल यही वान स्लाइडमा बुझ्नु ब्रान्ड आर्किटाइप्स पहिला खोज्नु हेर्नु एक्सप्लोर गर्नु अनि आफ्नो ब्रान्ड गाइड एउटा बनाउनु अब मैले ब्रान्ड आर्किटाइप्समा धेरै डीप नगइकिन जस्ट थोरै तपाईलाई आइडिया दिनको लागि ब्रान्ड आर्किटाइप्स 12 वटा के हो र फ्यु ब्रान्ड्सले चाहिँ कसरी आफूलाई त्यो जोनमा राखेको छ भनेर मात्र मैले देखाए यो स्लाइड्सको थ्रु चाहिँ डिस्प्ले गरेको छु सो अब यति देखिसकेपछि अब अझै तपाईलाई थोरै याद हुन्छ नि त यस्तो खालको इमेज थियो ए ब्रान्ड आर्किटाइप्स भनेको यस्तो हुँदो रहेछ भनेर तपाईले आफ्नो सेल्फ रिसर्च गर्न सक्नुहुन्छ सो यहाँ 12 वटा हुन्छ है 1 देखि 12 सम्म डिफरेन्ट नेम छ र त्यो हाम्रो एउटा म्याप जस्तो पनि बनेको छ जहाँ चाहिँ क्लियरली त्यसलाई सेग्रिगेट गरेको छ जस्तो इनोसेन्ट सेज एक्सप्लोरर भन्दै गर्दा इनोसेन्टको तल सेफ्टी छ भनेको एउटा प्रिसाइज छ त्यसको तल एक्सप्लोर स्पिरिचुअलिटी छ हैन फर एक्जाम्पल द नर्थ फेसले आफूलाई केमा एलाइन गर्यो एक्सप्लोरर भन्नेमा राख्यो भने एक्सप्लोररको तल फ्रीडम छ फ्रीडमबाट एक्सप्लोर स्पिरिचुअलिटी छ र एकदमै सेन्टर कमन सबैको के छ डिजायर छ हैन सो कमन डिजायर छ त्यसपछि 4 वटा पोइन्ट छ त्यसपछि फर्दर सेग्रिगेसन छ त्यसपछि आर्किटाइप्स छ हैन सो एप्पल भन्ने ब्रान्ड छ उले आफूलाई क्रिएटरमा राख्यो क्रिएटरको तल इन्डिभिजुअल सेग्रिगेसनमा के छ इनोभेसन छ कमन सेग्रिगेसन केमा पर्यो प्रोभाइड स्ट्रक्चरमा पर्यो र एकदम सबैको कमन डिजायर है सो यस्तो खालको फर्मेटमा तपाईले देख्नुहुन्छ खोज्नु भयो भने
र यो सबैलाई इन्डिभिजुअली बुझ्नु, इनोसेन्ट किन, सेज भने के, एक्सप्लोरर किन, आउटल, म्याजिसियन, हिरो, लभर, जेस्चर, एभ्री म्यान, केयर गिभर, रुलर, क्रिएटर, होइन? सो खोज्नु, हेर्नु र तपाईँले चाहिँ आइडेन्टिफाई गर्नु तपाईँको ब्रान्ड आर्किटेक्ट्स के रहेछ, र त्यो आइडेन्टिफाई गरिसकेपछि तपाईँलाई के गर्न हेल्प हुन्छ, तपाईँको ब्रान्ड गाइड बनाउन इजी हुन्छ, र त्यसले गर्दाखेरि के हुन्छ, तपाईँको पर्सनल ब्रान्डमा चाहिँ तपाईँ कन्सिस्टेन्ट हुन मिल्छ, तपाईँको मार्केटिङमा, तपाईँको कम्युनिकेसनमा, तपाईँको पोजिसनिङमा, है? सो एकदमै सिम्पलिफाइड भर्जनमा मैले तपाईँलाई बुझाएँ। तपाईँको पर्सनल ब्रान्ड के, पर्सनल ब्रान्डिङ के थाहा छैन भने कसरी पर्सनल ब्रान्ड आइडेन्टिफाई गर्ने, ब्रान्ड गाइड कसरी बनाउने। ब्रान्ड गाइडले पनि धेरै कुरा हेल्प गर्छ, त्यसमा कलर्स होला, फन्ट होला, होइन, डिफ्रेन्ट लट अफ एस्पेक्ट्सहरू हुन्छ। त्यो कुराहरूलाई तपाईँले कन्सिस्टेन्टली फलो गर्नुभयो भने त्यो कन्सिस्टेन्सी देखिन्छ, मान्छेहरूलाई देख्ने बित्तिकै इजी हुन्छ अन्डरस्ट्यान्ड गर्न, होइन, यो स्पेसिफिक कुरा रहेछ भनेर। सो यहाँसम्म केही क्वेसन छ? नो क्वेसन्स जस्तो छ। आई थिङ्क मैले राम्रोसँग एक्सप्लेन गरिरहेको छु जस्तो लाग्यो है मलाई। क्वेसन्स नआउनु भनेको राम्रो कुरा हो नि त, होइन? तर स्टिल इफ यु हेभ एनी क्वेसन्स म फेरि कन्टिन्यू गर्छु, लास्टमा पनि सोध्न मिल्छ। अब मुभिङ फरवर्ड यति बुझिसकेपछि अब हामी के बुझ्छौँ भन्दाखेरि डिजिटल फुटप्रिन्टको बारेमा बुझ्छौँ। सो के हो डिजिटल फुटप्रिन्ट भन्दा? डिजिटल फुटप्रिन्ट इज एन एभर लास्टिङ फुटप्रिन्ट द्याट क्रिएट्स एन इम्प्रेसन अफ हु एन्ड वाट यु आर, होइन? फुटप्रिन्ट भनेको पनि थाहा छ, डिजिटल फुटप्रिन्ट भनेको पनि थाहा छ मोस्टली हामीलाई। सो वेन यु वाक, त्यो फुटप्रिन्ट बस्छ नि कहिलेकाहीँ, अनि यु लुक ब्याक एन्ड देन यु सी यर फुटप्रिन्ट्स। अब त्यो त कि त फर्केर गएर तपाईँले त्यसलाई हटाउनु पर्यो, तपाईँ अघि बढ्दै जानुभयो भने त्यो फुटप्रिन्ट बस्दै जान्छ, त्यो मेटिँदैन। डिजिटल फुटप्रिन्ट भनेको नि त्यही हो। एज यु गो बाई फुटप्रिन्ट बस्दै जान्छ, त्यो तपाईँले मेटाउनै मिल्दैन। इट रिमेन्स फर एभर, इट्स अलवेज देयर, होइन? सो इट्स एन एभर लास्टिङ फुटप्रिन्ट विच क्रिएट्स एन इम्प्रेसन अफ हु एन्ड वाट यु आर। सो के गरौँ भन्दाखेरि आफूले आफूलाई सर्च गरौँ, गुगलमा आफ्नो नाम हानेर सर्च गर्नु, अनि हेर्नु त्यो जे देख्नुहुन्छ नि त्यो भनेको तपाईँको फुटप्रिन्ट हो। तपाईँले कहीँ न कहीँ केही न केही फुटप्रिन्ट्सहरू छोड्दै आएको भएको भएर त्यो त्यहाँ देखिरहेको हुन्छ। एउटा इजी सिम्पल वे, देयर आर लट अफ वेज। कति त हामीले देख्दा पनि देख्दैनौँ, कति फुटप्रिन्ट्सहरू त कहीँ न कहीँ छुटिरहेको हुन्छ, वी डोन्ट इभन नो कहाँ छुटिरहेको छ। तर इजी एउटा वे टु चेक इज टु सर्च युर सेल्फ एन्ड सी your digital footprint. A digital footprint नराम्रो पनि होइन, sometimes it's a good asset in terms of personal brand or personal branding, है? कसरी भन्दा a long time back जब मैले हेरेको थिएँ, के देखाउँथ्यो भन्दाखेरि प्रोग्राम आउटरिच एन्ड कम्युनिकेसन अफिसर एट युथ इनोभेसन ल्याब भनेर देखाउँथ्यो, होइन? कति कुरा कमन थियो, म कहाँ काम गर्छु, फ्यु पिक्चर्सहरू, त्यतिखेरको लेटेस्ट पिक्चर्सहरू थियो, होइन? सो डिजिटल फुटप्रिन्ट यसरी ट्र्याक गरिरहेको थियो। तर तपाईँको डिजिटल फुटप्रिन्ट एज यु वाक, होइन, अपग्रेड भइजान्छ कि, त्यो अपडेट भइरहेको छ, त्यो स्टप हुँदैन एक ठाउँमा। एकचोटि तपाईँको कतै काम गरेको एउटा कुराको फुटप्रिन्ट बसेको थियो भने अब त्यो कहिले सधैँ त्यही भइरहेको छ, होइन? भन्नु हजुर के बुझ्नु पऱ्यो भन्दाखेरि एभ्री टाइम तपाईँको डिजिटल फुटप्रिन्ट बसिरहेको छ, भइ नै रहेको छ। तपाईँले जे हातमा लिएर हिँडिराख्नु भएको छ त्यो अपडेट भइ नै हालेको छ। अब अहिले रिसेन्टली हेर्दाखेरि वेयर डु आई वर्क देखिरहेको छ, तर त्यो प्रोग्राम आउटरिच एन्ड कम्युनिकेसन्स अफिसरमा चाहिँ यहाँनिर अब अलिकति ब्लर पनि छ, स्क्रिनसट लिएको भएर यो अपडेट भइसकेको छ। प्रोग्राम कोअर्डिनेटर युथ एन्ड कम्युनिकेसन्स एट युथ इनोभेसन ल्याब भनेर देखाउँछ अहिले, होइन? सो त्यो फुटप्रिन्ट अपडेट पनि हुन्छ भनेको जे पनि गर्नुभएको छ सबै अपडेट हुँदैछ तपाईँको डिजिटल फुटप्रिन्ट एभ्री नाउ एन्ड देन, होइन? अब त्यतिखेर पिक्चर्सहरू अर्कै आइरहेको थियो, अहिले अर्कै आइरहेको छ। रिसेन्ट वर्ल्ड मेरिटको मेरो भिडियो इन्टरभ्यू, मेरो त्यो पोस्ट इन्टरभ्यू अथवा मैले आफूले सेयर गरेको, पहिला मैले सेयर गरेको कुरा त्यति इजिली आउँथेन भने अहिले त फुटप्रिन्ट यस्तो धेरै भइसक्यो कि हरेक कुरा पुल गरिरहेको छ कतै न कतैबाट,
हैन। र जस्तो मेरो काठमाडौँ पोस्टमा भएको इन्टरभ्यूको त्यो पनि तल आएको छ हैन। सो एनिथिङ एन्ड एभ्रिथिङ द्याट इज एसोसिएटेड विथ मी त्यो मलाई सर्च गर्ने बित्तिकै सरर देखाउँछ। त्यो तपाईँले खोज्दा पनि देखाउँछ, अरू कसैले खोज्दा पनि देखाउने भयो, मैले आफैले खोज्दा पनि देखाउने भयो। र यसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको पर्सनल ब्रान्ड र तपाईँको पर्सनल ब्रान्डिङ हैन हेल्प्स पिपल अन्डरस्ट्यान्ड यु। सो मलाई कसैले खोजेर मैले के काम गर्छु भन्ने उसलाई अझै क्ल्यारिटी चाहियो, अझै ट्रस्ट गर्नु पर्यो भने यो अथेन्टिक सोर्सेसहरूले चाहिँ कनेक्ट गराइदिन्छ नि त त्यो स्पेसिफिक मान्छेहरूलाई। उनीहरूले बुझ्न सक्छ कुन डोमेनमा रहेछ, के गरिरहेको रहेछ। आजकल मान्छेहरूले तपाईँले कहीँ के एप्लाई गर्नुभयो भने सुरुमा लिङ्क्डइन हेरिदिन्छ टु अन्डरस्ट्यान्ड यु बेटर। जब एप्लाई गर्नुभएको छ तपाईँलाई चेक गरिरहेको हुन्छ, उनीहरूले तपाईँको बारेमा रिसर्च गर्छ, तपाईँ सर्ट लिस्ट हुन्छ, तपाईँको बारेमा रिसर्च गर्छ, तपाईँलाई हेर्छ, बोलाउँछ हैन। सो दिस थिङ्स आर इम्पोर्टेन्ट। केही देखिएन भने हाउ सुड आई नो अबाउट यु, हाउ विल आई नो अबाउट यु। म तपाईँ मेरो कोही नै पर्नुहुन्न, म तपाईँलाई चिन्दिनँ, तपाईँको बारेमा बुझ्ने कसरी त मैले। सो दिस इज अ डिजिटल एरा, डिजिटल टाइम हैन। यो एआईहरू त झन् कति अपग्रेड भइरहेको छ र तपाईँको पर्सनल ब्रान्डिङ, मिडिया, डिजिटल स्पेस, डिजिटल डोमेन यो सबै अपडेटेड र अपग्रेड एज निडफुल चाहिँ गर्नुपर्ने हुन्छ। यसले गर्दा हु यु आर, वाट यु डु, वाट यु थिङ्क, वेयर आर यु एसोसिएटेड हैन, यस्तो खालको क्वेसन्सहरूको आन्सरहरू डिजिटल फुटप्रिन्टको थ्रु क्लियरली मान्छेले बुझ्न सक्छ तपाईँको बारेमा हैन। सो मलाई हेर्दाखेरि म को हो, म के गर्छु, मैले के सोच्छु, म कहाँ कहाँ एसोसिएटेड छु, लट अफ थिङ्स इजिली तपाईँले हेर्न पाउनुभयो नि त। अनि त्यसलाई एनालाइज गर्न सक्नुभयो, त्यसलाई हेर्न सक्नुभयो, बुझ्न सक्नुभयो हैन। सो दिस हेल्प्स। सो ब्रान्डिङ इज वाट पिपल से अबाउट यु व्हेन यु आर नट इन द रुम। सो तपाईँ जब रुममा हुनुहुँदैन, मान्छेहरूले तपाईँलाई जे भनिरहेको छ हैन, त्यो ब्रान्डिङ बल्ल तपाईँले ब्रान्डिङ करेक्ट भयो कि पर्सनल ब्रान्ड र पर्सनल ब्रान्डिङको ब्रिजलाई तपाईँले ग्याप तपाईँको त्यो फुलफिल गर्नुभयो। सो यो अलिक पहिलाको स्क्रिनसट हो हैन। सो फ्यु थिङ्स विच यु सुड नो, अन्डरस्ट्यान्ड एन्ड अपडेट इज कसरी तपाईँले तपाईँको पिक्चर्सहरू युज गर्नुभएको छ, कसरी तपाईँले तपाईँको नामहरू राख्नु भएको छ, बायोहरू कसरी प्रेजेन्ट गर्नुभएको छ हैन। अब फर इक्जाम्पल मैले मेरो नाम अर्कै राखिदिन्थेँ अरे, ल कुल गाई भनेर राखिदिएँ, फोटो एउटा माउन्टेनको राखिदिएँ हैन, त्यहाँ बायोहरूमा केही नै छैन भने हाउ विल समवन फाइन्ड यु, नो यु। नमानौँ मलाई अन्सरलसँग मैले कहीँ न कहीँ सुने, उसले एउटा राम्रो प्रोजेक्टमा काम गरिरहेको छ, मलाई उसँग कनेक्ट हुन मन लाग्यो, मैले ठाउँमा खोजेँ कनेक्ट हुनको लागि, आई डोन्ट फाइन्ड हिम। मसँग एकदम खतरा अपर्च्युनिटी थियो अरे, त्यो प्रोजेक्टमा सँगै काम गर्नको लागि भेरी बिग अपर्च्युनिटी आएको थियो अरे। सोचेँ मैले यो मान्छेको नाम सुनेको थिएँ मैले कतै हैन, उसँग रिच आउट गरेर एकचोटि एक्सप्लोर गर्न पऱ्यो, हामी कोलाबरेट गर्न मिल्छ कि मिल्दैन भनेर सोचेँ अरे। अब खोज्छु, कहीँ नाम भेट्दिनँ, कहीँ फोटो देख्दिनँ हैन, केही डिटेल्स देख्दिनँ भने इट विल बी डिफिकल्ट फर मी टु फाइन्ड यु एन्ड तपाईँको साइडमा के भयो, यु मिस्ड एन अपर्च्युनिटी। इट्स जस्ट एन इक्जाम्पल है। त्यही भएर आफ्नो हरेक कुरालाई चाहिँ क्लियरली के युज नै नगर्ने, सबै युज गर्नुपर्छ भन्ने पनि छैन, तर जे एउटा कुरा युज गर्नुहुन्छ त्यो कुरालाई चाहिँ राम्रोसँग युज गर्नु पर्यो हैन। आजकल जस्तो फर इक्जाम्पल यो सोसियल मिडिया ट्र्याकिङ गर्ने, सोसियल मिडिया हेर्ने मान्छेको हैन, तपाईँको कतिवटा फोन नम्बर छ, तपाईँको कतिवटा इमेल, 50वटा इमेल बनाएको हुन्छ मान्छेले। You use one email throughout your life हैन, you use your तपाईँको एउटा पर्सनल अफिसियल हुन्छ नि नम्बर सधैँ हुनुपर्छ। अरू साइडमा अब एक दुईवटा कहिले कहिले चेन्ज गर्नुभयो भने डिफ्रेन्ट, तर इफ यु सेयर अ नम्बर, तपाईँ एउटा इभेन्टमा जानुभयो, आफ्नो कार्ड दिनुभयो, त्यो कार्डमा एउटा तपाईँको नम्बर छ, अब तपाईँले अर्को वर्ष अर्को नम्बर स्विच गर्नुभयो भने वाट इफ दे ट्राई टु रिच आउट टु यु, यु आर नट कनेक्टेड टु देम हैन। त्यही भएर एउटा आफ्नो सबै कुरा एउटा प्रोफेसनल लेभलमा वान फिक्स कन्ट्याक्ट, वान फिक्स्ड इमेल हैन, तपाईँको प्रोफाइल, यो सबै कुराहरूले चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। सानसानो कुरा हो तर इट्स इम्पोर्टेन्ट। र तिनै प्लेटफर्महरूमा तपाईँले तपाईँको काम, तपाईँको आर्टिकल्स र अरू कुराहरू चाहिँ सेयर गर्नुपर्ने हुन्छ। जस्तो
आफ्नो इच्छाले गर्न मिल्छ यो, तर एकदमै कमनली मान्छेहरूले बुझेको लिङ्कडिनलाई कसरी बुझ्छौँ भन्दा प्रोफेसनल नेटवर्क, हाई इङ्गेजमेन्ट भनेर बुझ्छौँ। ट्विटरमा अहिले एक्स भन्छ, कसरी बुझ्छौँ? यहाँ मोर थट लिडरसिप, रिट्विट्सहरू भइरहेको हुन्छ होइन, लिडर्सहरू, पोलिटिसियन्सहरू, डिप्लोम्याट्सहरू होइन, यस्तो खालको अलिकति सोसियल कम्युनिटीको पिपलहरू, मान्छेहरूले चाहिँ त्यहाँ आफ्नो मोर थट लिडरसिप्सहरू प्रोभाइड गरिरहेको हुन्छ। रेडिट छ होइन, इमेल न्युज लेटर्सहरू गर्न मिल्छ। र इफ तपाईँ आर्टिकल्स लेख्नुहुन्छ भने एउटा केस स्टडीले के पनि फाइन्ड आउट गरेछ भन्दाखेरि राइटर्स हु एक्टिभली प्रमोट देयर आर्टिकल्स, उनीहरूले चाहिँ 2 to 5 times मोर रिडर्सहरू उनीहरूको आर्टिकल पढेको भेटिएको छ होइन। सो जे पनि गर्नुहुन्छ कन्सिस्टेन्ट भएर गर्नुभयो भने इट हेल्प्स यु रिच 5 times 10 times मोर इम्प्याक्ट है। सो अब अहिलेलाई चाहिँ एकदमै हाम्रो टपिकमा एलाइन भएर हाउ डु यु डु द्याट थ्रु लिङ्कडिन भनेर बुझ्छौँ होइन। सोसियल मिडिया प्रेजेन्स र फुटप्रिन्ट लिङ्कडिनको थ्रु बुझ्छौँ। एन्ड इट्स अप टु यु, यु क्यान चुज यर राइट मिडिया। तपाईँलाई जुन तपाईँको मिडियम, तपाईँको काम अनुसार तपाईँको मिडिया कुन सोसियल मिडिया तपाईँको लागि राइट हो त्यो तपाईँले आफै आइडेन्टिफाई गर्दा हुन्छ। तर एकदमै कमन अहिलेको निडफुल सबैजनाले युज गरिरहेको लिङ्कडिनलाई हामी अन्डरस्ट्यान्ड गर्छौँ प्रोफेसनल कन्टेक्स्टमा है। सो हाउ टु बिल्ड यर लिङ्कडिन प्रोफाइल, जसले गर्दा चाहिँ अ लट अफ थिङ्स क्यान बेनिफिट होइन, 4 times 7 times त्यो रिच बोस्ट होइन, जे पनि हुन्छ। सो लिङ्कडिनको बारेमा थोरै बुझ्दाखेरि मेक लिङ्कडिन रिलेभेन्ट टु यर वर्क। तपाईँको कामको रिलेभेन्सीमा लिङ्कडिनलाई गरौँ होइन। फेसबुकमा गरे जस्तो एउटा बिचमा गएर टक्क तपाईँले सर्ट लगाएर क्याप लगाएर फोटो खिच्नुभयो, अब लिङ्कडिनमा गएर एन्जोइङ भनेर हाल्नुभयो भने त डजन्ट मेक सेन्स, इट्स नट रिलेभेन्ट होइन। त्यो फेसबुक छ प्लेटफर्म, इन्स्टाग्राम छ, लट अफ अदर स्पेसेस वेयर यु क्यान डु द्याट होइन। लिङ्कडिन इज मोर about your work, about your impact, what you are doing, what you want to do, where you are doing what, होइन, कम्युनिटीको कुरा, lot of those things. अर्को अब मेबी इफ पहिला अब केही हाल्नु भएको थियो भने गो चेक यर लिङ्कडिन एन्ड रिमुभ अल अननेसेसरी एन्ड ओल्ड कन्टेन्ट जुन चाहिँ रिलेभेन्ट छैन। मेक इट नाइस, क्लिन, क्लियर। रेगुलरली सेयर कन्टेन्ट, किप इट पोजिटिभ एन्ड इङ्गेजिङ। कन्टेन्टहरू सेयर गरिराख्नु, एकदमै अपडेट गरिराख्नु। जोइन रेलेभेन्ट ग्रुप्स एन्ड फलो इन्डस्ट्री रेलेभेन्ट पिपल। रेलेभेन्ट ग्रुप्सहरू जुन हुन्छ लिङ्कडिनमा, तपाईँले गर्ने कामसित एसोसिएटेड ग्रुप्सहरू होला अरू केही ग्रुप्सहरू होला, त्यो ग्रुप्सहरू जोइन गर्नु। तपाईँको इन्ट्रेस्टमा काम गरिरहेको मान्छेहरू, एक्सपर्ट्सहरू, उहाँहरूसँग कनेक्ट हुनु, उहाँहरूलाई फलो गर्नु होइन। र तपाईँको ब्रान्ड भोइस, इमेज र टोनलाई कन्सिस्टेन्ट राख्नु। सो यो भन्दै गर्दाखेरि हिजो पनि मेरो एउटा सेसन थियो सिमिलर टपिकमा र मैले त्यहाँ पनि टास्क दिएको थिएँ। सो त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि मेबी थोरै तपाईँहरूलाई इजी हुनसक्छ है। सो दिस इज अ टास्क फर यु। के टास्क हो भन्दाखेरि इफ तपाईँको लिङ्कडिन छैन भने यो टास्कले गर्दा तपाईँलाई लिङ्कडिन बनाउन हेल्प गर्छ। इफ तपाईँको लिङ्कडिन थियो तर धेरै भयो पोस्ट नगरेको भने अगेन यो टास्कले तपाईँलाई एउटा पोस्ट गर्न पनि हेल्प गर्छ। र होइन तपाईँको लिङ्कडिन छ र तपाईँले अपडेटेड नै राख्नु भएको छ, पोस्ट पनि गरिराख्नु भएको छ भने तपाईँको लागि नयाँ कुरा भएन, जस्ट अनदर टास्क फर यु है। सो टास्क के भन्दा यु आर एटेन्डिङ दिस सेसन बाई रोटरी क्लब पोखरा युनिभर्सिटी एन्ड रोटरी क्लब पोखरा लेक साइड। सो अन्डरस्ट्यान्ड तपाईँको ब्रान्डिङ, ब्रान्ड भोइस, लट अफ थिङ्स एन्ड टेक फ्यु स्क्रिनसट्स होइन। टेक नोट्स अफ दिस सेसन, लिनु पनि भएको होला, कति कुरा बुझ्नु पनि भएको होला। राइट होइन, आई एटेन्डेड अ सेसन अर्गनाइज बाई दिस क्लब होइन, दिस ह्यापन्ड, अनि यस्तो यस्तो कुराहरू मैले सिकेँ लिङ्कडिनको थ्रुबाट, यस्तो यस्तो रहेछ, यो टपिकमा डिस्कसन्स भएको थियो। सो अबाउट यर अन्डरस्ट्यान्डिङ होइन, पुट फ्यु पिक्चर्स एन्ड देन पोस्ट। अनि वाट यु डु, यु मेन्सन अब इफ लिङ्कडिन छ भने उहाँहरूलाई मेन्सन गर्नु होइन। यु मेन्सन मी सो द्याट आई अल्सो सी तपाईँले के राख्नु भएको रहेछ। सो हिजोको सेसनमा टास्क थियो र लट अफ पिपल सेयर्ड एन्ड इट वाज भेरी नाइस टु रिड होइन उहाँहरूले लेखेको कुरा। अनि यसो हेर्दाखेरि मैले कम्पेयर गर्दा
सबैजनाको डिफ्रेन्ट स्टाइल अफ राइटिङ थियो होइन मैले रिपोस्ट पनि गरिदिएको छु कति मलाई मेन्सन गर्नुभएकोहरूको चाहिँ मैले लिङ्कडिनमा मेरो लिङ्कडिनमा मैले रिपोस्ट पनि गरिदिएको छु गरिदिएको थिएँ टु मोटिभेट देम होइन टु पोस्ट मोर टु सेयर मोर नट जस्ट दिस इभेन्ट एनी प्रोजेक्ट होइन एनी कम्युनिटी वर्क स्टार्ट सेयरिङ होइन वान स्टेप अनदर स्टेप बिस्तारै बानी पर्छ तपाईँलाई अनि मैले त्यो त हालेको थिइनँ यो त छुटेछ यो सेयर गर्नु पर्यो होइन सो त्यो बानी बस्छ सो यो टास्कले 2-3टा कुरा हुन्छ लिङ्कडिन छैन भने बनाउनु आज गएर सेयर गर्नु छ धेरै जमाना भइसक्यो पोस्ट नगरेको एकचोटि खोल्नु हेर्नु पोस्ट गर्नु र सधैँ तपाईँले गरिराख्नुभएको छ भने तपाईँहरूको लागि नयाँ कुरा भएन तपाईँहरूलाई बानी परिसकेको छ दिस इज जस्ट अनदर पोस्ट फर यु है सो दिस इज अ टास्क अनि म आइएम लुकिङ फरवर्ड टु सी होइन कतिजना आउँदो रहेछ हिजो देयर वर लट अफ देम हु सेयर अब आज हाम्रो सेसनबाट कति एक्टिभ हुनुहुँदो रहेछ तपाईँहरू इट्स अ वे मेरो लागि पनि टु ट्र्याक है आइएम एक्सपेक्टिङ फ्यु पोस्ट आई वान्ट टु रिड फ्यु अफ द थिङ्स द्याट यु राइट होइन तपाईँले के बुझ्नु भएको रहेछ त्यो पढेर पनि मलाई थोरै अन्डरस्ट्यान्डिङ हुन्छ अनि स्टार्ट है इट्स जस्ट अ स्टार्ट सो थोरै डाटा हेर्दाखेरि ओभर 875 million members from 200 countries and regions worldwide are on LinkedIn. Right? Imagine. As of April 2022, LinkedIn had an audience reach of 190 million users in the United States only. The country was by far the leading market of the professional job networking service, United States, with runner-up ma ko tha, second ko थियो India, accounting for an audience of 87 million. So imagine यत्रो huge network base भएको एउटा प्लेटफर्मलाई तपाईले कुन लेभलमा चाहिँ लेभरेज गर्न मिल्छ. So of 600 plus million members, 50% check LinkedIn every month. So 600 million members मध्ये 600 million members को हामीले ट्र्याक गर्ने भने 50% भनेको कति 300 million members 300 plus million members check LinkedIn every month. तिनीहरू को हुन् भन्दा क्यारियरिस्ट ओनर्स or एन्टरप्रेनर्स कन्ट्रिब्युटर्स थट लिडर्स त्यो 50% जसले एभ्री मन्थ चेक गर्छ उनीहरू चाहिँ यो यसमा फल गर्छ हैन. सो तपाईँ क्यारियरिस्ट हो तपाईँ ओनर हो एन्टरप्रेनर हो कन्ट्रिब्युटर हो थट लिडर हो जे पनि हो स्टुडेन्ट हो जब खोजिराख्नु भएको छ केही प्रोजेक्ट गर्न खोजिराख्नु भएको छ एक्सपर्ट्स चाहियो सेम फिल्डको मान्छे चाहियो भेकेन्सिजहरू हेर्नु पर्यो केही कुरा एप्लाई गर्नु पर्यो प्रोग्राम्स हेर्नु पर्यो इन्टरनेसनल फेलोसिप्सहरू चाहियो तपाईँलाई कतै कुरा भेटिन्छ त्यहाँ हैन. यु क्यान जस्ट सर्च लुक जब त्यही कुरा तपाईँको रेलेभेन्ट कुरा खोज्न थाल्नुहुन्छ मान्छे पनि त्यस्तै आउन थाल्छ तपाईँलाई कनेक्ट गर भन्दै अपर्च्युनिटिज पनि त्यस्तै आउन थाल्छ प्रोग्राम्सहरू पनि त्यस्तै आउन थाल्छ भेकेन्सीहरू पनि खोलेको भेकेन्सिजहरू त्यस्तै आउन थाल्छ नेपालको मात्रै नआइकिन रिमोट जब्सहरू आउन थाल्छ बाहिरको धेरै कुरा आउन थाल्छ हैन. सो स्टार्ट युजिङ लिङ्कडिन. सो कनेक्ट स्टे इन्फर्म गेट हायर्ड भनेर छ लिङ्कडिनमा चाहिँ धेरै कुरा यो 3टा कुरालाई चाहिँ मैले सेग्रिगेट गरेँ हैन विच इज भेरी कमन. लिङ्कडिनमा यु क्यान कनेक्ट यु क्यान बिल्ड योर नेटवर्क लिङ्कडिनमा यु क्यान स्टे इन्फर्मड. सो इफ यु फलो राइट पिपल इफ यु कनेक्ट राइट पिपल इफ यु कनेक्ट राइट अर्गनाइजेसन्स यु स्टे इन्फर्मड तपाईँसँग इन्फर्मेसन्स हुन्छ तपाईँ अपडेटेड रहन्छ र यु क्यान अल्सो गेट हायर्ड यु क्यान अनलक न्यू अपर्च्युनिटिज यु क्यान फाइन्ड जब्स यु क्यान फाइन्ड भेकेन्सिज. सो लिङ्कडिनले यो 3टा कुराहरू तपाईँलाई एकदमै ओपनली प्रोभाइड गर्छ. सो कनेक्ट विथ यर through which you can connect with your professional world. Clear छ यहाँसम्म? तपाईँ त कस्तो शान्ति हुनुभयो हिजो त पुरै हल्ला गरिरहेको थिएँ सेसनमा रियाक्सन्स पनि कति धेरै आइरहेको थियो एक्टिभली सुनिराख्नु भएको थियो 150 जना हुनुहुन्थ्यो and they were so actively participating. सबैजना भिडियो अन थियो यहाँ हामी जस्ट 25 छौँ still we are being so lazy Saturday भएको हो Saturday इन्जोय गर्दै हुनुहुन्छ कि बाहिर कतै हैन सेसन राखिदियो जोइन गर्नै पर्यो गरेन भने मेसेज गरिहाल्छन् किन जोइन गरेन अस्ति सेसन भनेर हैन. एकचोटि रियाक्ट गर्नु त कतिजना हुनुहुन्छ थम्स अप गर्नु त एकदम धेरै देखिनु पर्यो है. म नाम हेरिरहेको छु यहाँ को आइरहेछ
सृष्टि मैले पढ्दा पढ्दै गइहाल्यो सृष्टिलाई देखेँ फेरि अर्चित पुरी ईशा रेग्मी शीतल शालिनी कृलन सुजन कृति सुजन आइशा सञ्जिता ल नाइस आई रेड फ्यु नेम्स है अलिकति डिफ्रेन्ट नेम्सहरू पढेँ मैले सो सञ्जिता फेरि देखेँ ल नाइस थ्याङ्क यू सो मच तपाईँले निदाउनु भएको चाहिँ रहेछ भने मैले बुझेँ तपाईँले सुनिराख्नु भएको रहेछ जसले पनि रियाक्ट गर्नुभयो रियाक्ट गर भनेको सुनेर गर्नुभयो होइन रोटरी क्लब पोखरा लिग साइडबाट पनि रियाक्सन आयो थ्याङ्क यू सो मच कुशल थ्याङ्क यू ल सो केही क्वेसन छ भने सोध्न मिल्थ्यो तर अगेन म लास्टसम्म हुन्छु अनि तपाईँले फेरि सोध्न मिल्छ है अब हामी जान्छौँ फ्यु स्टेप्स अर आइडियाज टु बिल्ड अ ग्रेट प्रोफाइल सो एकदम फ्यु स्टेप्स भन्छु म धेरै कुरा पनि भन्दिनँ अहिले इनिसियलमा गरिराख्नु भएको छ भने भेरी गुड गर्नुभएको छैन भने यो फ्यु स्टेप्स फलो गर्नु र स्टार्ट गर्नु है नम्बर 1 एड अ प्रोफेसनल फोटो अघि पनि मैले देखाएको थिएँ मोस्ट सबै मिडियममा मेरो यही नै प्रोफाइल पिक्चरहरू थियो सो यसले गर्दा के हुन्छ भन्दाखेरि तपाईँलाई सबै प्लेटफर्ममा इट्स इजी फर पिपल टु नो यु होइन जब देख्छ नि उनीहरूले त्यहाँ पनि यो थियो ओके यो मान्छे भनेको त्यो माइन्डमा बस्छ अनि इट्स इजी फर देम टु अन्डरस्ट्यान्ड टु आइडेन्टिफाई यु होइन र यसले गर्दाखेरि लिङ्कडिनमा पनि के हुन्छ भन्दा तपाईँले एउटा प्रोफेसनल फोटो राख्नुभयो भने 14 times more views लिङ्कडिनले प्रोभाइड गर्छ फोटो नहुँदा र फोटो राख्दामा कति डिफरेन्स छ होइन सो यु जस्ट किप अ गुड प्रोफेसनल फोटो अफ योर्स नम्बर 2 एउटा हेडलाइन जसले चाहिँ एकदमै सर्टमा तपाईँले के गर्नुहुन्छ के हो अरू के भन्न खोज्नु भएको छ त्यो एकदमै सर्टमा देखिने गरी तपाईँले त्यहाँ मेन्सन गर्नु पर्यो होइन जसले गर्दा चाहिँ अगेन तपाईँको प्रोफाइल बुस्ट हुन तपाईँले गरिराखेको काम जस्तै तपाईँले अरूलाई खोज्नुहुन्न नि त अरूले पनि त खोजिरहेको हुन्छ नि मान्छे ट्याक्क तपाईँको प्रोफाइल खोलेर हेर्दाखेरि ए ल सिमिलर वर्क नाइस इन्ट्रेस्टिङ भनेर कनेक्ट गरोस् तपाईँसँग होइन सो एउटा एटेन्सन ग्रेबिङ हेडलाइन राख्नु पर्यो अर्को त्यो त हेडलाइन मात्रै हो नि त त्यहाँबाट मान्छेलाई इन्ट्रेस्ट लाग्यो भने अझै डिटेल बुझ्न मन लाग्यो भने बल्ल तल लामो पढ्न आउँछन् नि त होइन एटेन्सन स्प्यान मान्छेहरूको सानो छ सो त्यो हेडलाइनबाट मान्छे एट्र्याक्ट भएर अझै बुझ्न मन लाग्यो भने कहाँ आउँछ तपाईँको समरीमा एबाउटलाई तपाईँले थोरै अझै डिस्क्राइब गरेर अझै अलिकति लङ्गर भर्जनमा चाहिँ तपाईँले राख्न मिल्यो होइन यसले गर्दा पनि तपाईँको प्रोफाइललाई बुस्ट हुन हेल्प गर्छ एकदम सानो कुरा है अर्को एक्सपिरियन्स अपडेट गर्नु यसले गर्दा तपाईँको प्रोफाइल 12 times मोर भ्युज हुन्छ होइन तपाईँले त्यहाँ गरेको काम जुन तपाईँले एक्सपिरियन्स राख्नु भएको छ एल्गोरिदमले त्यो सबैलाई समराइज गर्छ र सिमिलर खालको कामहरू जब भेकेन्सिज खुल्दा त्यस्तै देखाइदिन्छ तपाईँलाई त्यस्तै मान्छेहरूले लिङ्कडिन चलाइरहेको बेला तपाईँको प्रोफाइल त्यस्तै खालको मान्छेहरूलाई तपाईँको प्रोफाइल देखाइदिन्छ होइन सो 12 times मोर भ्युज प्रोभाइड गर्छ सो ट्र्याकमा हुनुहुन्छ कतै जब गर्दै हुनुहुन्छ सबै कुरा तपाईँले राख्न मिल्यो अर्को अघि मैले भनेको थिएँ स्टार्ट बाई पोस्टिङ होइन सो यो हिजोको सेसन जुन थियो त्यसको मैले सेयर गरेको थिएँ अनि त्यही स्क्रिनसट मैले राखेको हो होइन सो यसरी नै तपाईँले आफ्नो आजको सेसन्सको अरू कुराहरू तपाईँले पिक्चर्स हुन्छ कि पोस्ट हुन्छ कि आफैले लेखेर हुन्छ कि होइन के हुन्छ यु क्यान पोस्ट होइन यसले गर्दा पनि तपाईँको प्रोफाइल भ्यू हुनमा चाहिँ हेल्प गर्छ अर्को तपाईँको स्किल्सहरू तपाईँले एड गर्न मिल्छ र त्यो स्किल्सहरूलाई चाहिँ तपाईँले एन्डोर्स गर्न लगाउन मिल्छ अरूसँग होइन कसैले तपाईँको प्रोफाइल खोलेर हेऱ्यो भने त्यो स्किल्सको सेक्सनमा एन्डोर्स भन्ने देखिन्छ तपाईँले आफ्नोमा हेर्नु मान्छे देख्नुहुन्न अरूकोमा मात्रै एन्डोर्स बटन देखिन्छ सो तपाईँले रोड ट्र्याकमा केही राम्रो प्रोजेक्ट गर्नुभयो केही एउटा स्किल थप्नुभयो रोड ट्र्याक रिलेटेड होइन र तपाईँलाई अब त्यसलाई एन्डोर्स गर्नु छ भने तपाईँको क्लब प्रेसिडेन्टलाई प्लिज मेरो लिङ्कडिनमा गएर मैले यस्तो राखेको छु रोटरी क्लब पोखरा युनिभर्सिटी पोखरा लेक साइडको यस्तो कुरा राखेको छु त्यो स्किललाई एन्डोर्स गरिदिनु न भन्न मिल्यो होइन उहाँले एन्डोर्स गरिदिएपछि एन्डोर्स गरिसकेपछि चाहिँ देखिन्छ तपाईँकोमा तर यो एन्डोर्स बटन चाहिँ अरूले मात्रै देख्छ होइन एन्डोर्स गर्न लगाउनु भयो भने त्यसले गर्दा पनि तपाईँको धेरै कुराहरू बुस्ट आउट हुन्छ अर्को भलिन्टियरिङ भन्ने हुन्छ फेरि त्यहाँ
एक्सपिरियन्सेस छुट्टै भयो, भलन्टियरिङ छुट्टै हुन्छ। भलन्टियरिङमा तपाईँले फेरि फ्यु भलन्टियरिङहरू तपाईँले जुन गर्नुभएको छ त्यो कुराहरू राख्न मिल्छ। यसले गर्दा पनि तपाईँको प्रोफाइल 6 times मोर भ्युज प्रोभाइड गर्छ है, र 7 times मोर एङ्गेजमेन्ट विथ कन्टेन्ट भर्सेस जब्स होइन। कन्टेन्टहरू राख्दाखेरि तपाईँको एङ्गेजमेन्ट हेर्दा 7 times मोर एङ्गेजमेन्ट होइन। सो सानो सानो कुरा तपाईँले अपडेट गर्नुभयो भने के हुन्छ, तपाईँको लिङ्क्डइन प्रोफाइलको त्यो बुस्ट हुन्छ नि, त्यो एल्गोरिदमले तपाईँलाई त्यो 12 times 5 times 6 times 8 times त्यो मोर एङ्गेजमेन्ट प्रोभाइड गर्छ तपाईँलाई। सो अघि नै पनि भनेको थिएँ, फाइन्ड एन्ड जोइन ग्रुप्स, पार्टिसिपेट इन डिस्कसन्स रिलेटेड टु यर फिल्ड वर्क इन्डस्ट्री, फलो द कम्पनीज द्याट यु आर इन्ट्रेस्टेड इन होइन। मेबी यु वान्ट टु वर्क काठमाडौँको कुनै इन्डस्ट्रीमा, कुनै अर्गनाइजेसनमा, यु वान्ट टु वर्क पोखराको कुनैमा, यु वान्ट टु वर्क बाहिरको कुनैमा, तपाईँको रिलेटेबल फिल्डको कुनै कम्पनी फलो गर्नु, कनेक्ट गर्नु, हेर्नु, उनीहरूको अपडेट्स आइरहेको छ, के भइरहेको छ देखिन्छ। गेट जब अपडेट्स, इन्डस्ट्री ट्रेन्ड्स फ्रम द कम्पनीज द्याट यु केयर, यु इन्भिजन, विच म्याटर्स टु यु होइन। सो यो कुराहरू गर्न मिल्यो। मेबी अरू टप लिडर्सहरूलाई पनि फलो गर्न मिल्छ, हेरिराख्न मिल्छ होइन। उनीहरूले के गरिरहेको छ, के सेयर गर्दो रहेछ, उनीहरूको कन्टेन्टहरू तपाईँले डिस्कभर गर्न मिल्छ होइन। सबैलाई गर्नु पर्दैन, बट whoever is relevant to you, you can also connect, follow top leaders of the industries. So sharing updates versus publishing posts, helping you grow and engage your network. So यो सबैले तपाईँको नेटवर्क बिल्ड गर्न, तपाईँलाई एङ्गेज गरिराख्न हेल्प गर्छ। सो अपडेट्समा के गर्न मिल्छ, you can share link, article, images, quotes or anything else your followers might be interested. Publishingमा के गर्न मिल्छ, deeply explore topics that matter to you and watch the comments to see your impact हैन। सो यी कुराहरू पनि तपाईँले फ्रिक्वेन्टली लिङ्क्डइनमा गरिराख्नुभयो भने it will help you grow and engage your network. So क्लोजिङमा यो मैले काठमाडौँ पोस्टको इन्टरभ्यू हुँदाखेरि मैले भनेको कोट थियो, and I feel this. What I feel is we may not know everything all at once, but life is about showing up with a positive mindset. र सबै कुरा सुरुमा सबै कुरा हामीले गरिरहेको हुँदैन, कति कुरा मैले गरिरहेको पर्फेक्ट छैन, कति तपाईँले गरिरहेको पर्फेक्ट छैन, बट नो वान इज होइन। सो विथ टाइम वी डोन्ट नो एभ्रिथिङ, तर बिस्तारै हामीले आफ्नो माइन्डसेट, हाम्रो जुन हामीले सोच्ने कुराहरू हुन्छ होइन, एउटा पोजिटिभ माइन्डसेट लिएर हामी अघि बढ्यौँ भने विथ टाइम वी किप लर्निङ, वी किप इम्प्रुभिङ, वी किप डुइङ होइन। अघिको टास्क पनि त्यस्तै थियो, तपाईँहरूलाई मैले भने जुन टास्क दिएको थिएँ, इट जस्ट टु स्टार्ट होइन। एउटा स्टार्ट गर्नुभयो भने अर्को गर्न तपाईँलाई मोटिभेट हुन्छ, अर्को गर्न मोटिभेट हुन्छ होइन। एक्सप्लोर नै गर्नुभएको छैन भने एक्सप्लोर गर्न हेल्प गर्छ। सो इट जस्ट अ स्टार्ट विच यु निड, नट नेसेसरली यु निड टु नो एभ्रिथिङ, बट यु सुड हेभ अ पोजिटिभ माइन्डसेट। सो थ्याङ्क यू सो मच। आई होप केही न केही तपाईँहरूलाई टेक अवेज भयो होला, केही न केही फ्रुटफुल भयो होला। आई एम लुकिङ फरवर्ड टु सी यु थ्रु लिङ्क्डइन। मलाई मेन्सन गर्नु होला तपाईँहरूले के हाल्नुभयो भने, र पोस्ट गर्दै गर्दा स्क्रिनसट्स लिनुभएको थियो होला, म राम्रो देखिएकोहरू मात्रै हाल्नु है, जस्ट अ जोक। सो या थ्याङ्क यू सो मच। म अघि सुरुमा देखाएको क्युआर वाला लिङ्क पनि च्याटमा ड्रप गरिदिन्छु। मैले कति हामी 8:10 मा स्टार्ट गरेको थियौँ, मैले 9:15 8:11 तिर स्टार्ट गरेको थिएँ, 9:15 मा मैले ऱ्याप अप गरेँ, बिकज आई नो रातिको टाइम छ, स्याटरडे छ, तपाईँहरूको डिफ्रेन्ट कामहरू होला, तर सबै कुरा बाहेक तपाईँहरूले टाइम निकालेर यो सेसन जुन जोइन गर्नुभयो त्यसको लागि फेरि पनि म थ्याङ्क यू भन्दै यो फ्लोर अन्सारुललाई म ह्यान्ड ओभर गर्छु। र अगेन अब पनि सेसन सकिसकेको छ, मेरो साइडबाट केही क्वेसन छ भने सोध्न मिल्छ, र मिल्छ भने भिडियो अन गरिदिनु। आई वान्ट टु सी यु अल एकचोटि बिफोर आई लिभ होइन, बिफोर अन्सारुल एन्ड्स। थ्याङ्क यू सो मच। र यही भन्दै भिडियो अन हुने क्रम भइरहेको छ होला भन्दै अन्सारलाई मैले फ्लोर ह्यान्ड ओभर गरेँ। थ्याङ्क यू सो मच मिस्टर डाक्टर रोहित दाहालज्यू।
for such an amazing session. Today we get to learn about what we think about ourselves and how we want others to think about ourselves. We were encouraged to share our ideas through social media posts, write articles, and document what we learn every day. The differences between personal brand and personal branding, creating a clean digital footprint. We also learned about a platform to share and, most important, all about getting go with the LinkedIn. I would also like to address JRR, Mr. Srinath Wagle, who joined us today in this session, and Dr. Kusal Baral. Thank you so much for your valuable presence. Also, as a reminder from our mentor, please do consider creating LinkedIn account and mention club and mentor as a task about what you learned today in today's session, including screenshots. Also, as a token of appreciation for mentor Retractor Rohit Dal, we have a certificate to present. So I'll just take a few minutes to share the certificate. And before we leave the session, I'd like to thank Retract Club of Pokhara Lakeside for collaborating with us in this session. And with this, I'd like to hand over this stage to Mr. Retractor Vikram Dami, if he is here, or else Retractor Asim Rimal to conclude the session. Hello. I want to ask a question. Okay, you can go with it. Okay, first of all, hello everyone. It's me, Sital Adhikari. And Rohit Daile explain गर्नुमा नि who you are, why you choose to do what you do, why should someone trust you, work with you, and why you. Who you are अनि why you choose to do what you do. त्यो दुईटा चाहिँ अलि क्लियरली एन्सर गर्न सक्छु जस्तो लाग्छ मलाई नि है. तर लास्टको क्वेसन छ नि why should someone trust you or why should someone should owe to you भन्ने क्वेसन चाहिँ दाइले एउटा इक्जाम्पल दिएर आफ्नै एउटा इक्जाम्पल दिएर प्लिज इलाबोरेट others, हैन? र why should someone trust me or the work that I do is because I have been engaged in this particular domain for some time, through which I have gained diverse range of knowledge and expertise, being engaged in initiatives as a program coordinator or a program lead for the US Embassy Youth Council, initiatives by UNESCO Nepal for media and information literacy or transboundary initiatives for journalists and creators, and other Australian Embassy, US Embassy, European Union related projects. I feel I have gained quite experience and expertise which will help fulfill this initiative that you want to do, or maybe get associated with this particular project or work. And I'm also very keen to learning new things, and obviously learning is a continuous process. So whatever experience and expertise I have gained, it's an asset to me, but this particular opportunity will provide me more opportunities, and I think I'll work in a more dedicated and plan structure for this particular thing or something, हैन? So आफूसँगै रिलेट भएर अब यो मैले एकदमै इम्प्रम्प्टु मैले एकदमै रिकल गरेर भनेको थिएँ हैन, तर कसैले तपाईलाई इम्प्रम्प्टु नै सोध्न सक्छ, तर एकैचोटि त यसरी सोध्दैन.
हैन तपाईलाई कसैले नर्मली यो कम्युनिकेसन एस्पेक्टमा थियो है अघि मैले जुन तपाईलाई भनेको थिएँ जे पनि त्यो क्वेसन थियो त्यो चाहिँ तपाईले लिङ्कडिनमा अर तपाईले कुनै पनि प्लेटफर्ममा गर्दै गर्दा चाहिँ यी कुराहरू आफू क्लियर भएर ती कुरालाई क्लियरली कम्युनिकेट गर्नु भन्ने कुरा थियो तर कसैलाई तपाईले भेटिराख्नु भएको छ भने त उसले सर लेखेर त ल्याएको हुँदैन हैन इट विल बी लाइक हाई सिटल व्हाट डु यु डु हैन व्हाट आर यु डुइङ राइट नाउ व्हाट आर द वर्क्स दैट यु हैव बीन डुइङ भन्छ त्यो बेलामा त यु क्यान जस्ट लाइक भेरी क्याजुअली मेन्सन म युथ लिडरशिप कम्युनिकेसनको फिल्डमा काम गरिरहेको छु एन्ड इट्स बिन सम टाइम म अहिले युथ इनोभेसन ल्याबमा छु आइ एम प्रोग्राम कोअर्डिनेटर देयर currently I'm looking into USMBC Youth Council and few initiatives under media and information literacy. Recently digital rights course जुन हाम्रो शिक्षा प्लेटफर्ममा छ त्यसको लागि पनि हामी डिफ्रेन्ट स्टुडेन्ट्स युथ्स र कलेजेसमा गएर हामीले प्रमोट गरिरहेको छौँ सो द्याट वाइ बिकज वी फिल दिस इज अ भेरी इम्पोर्टेन्ट डोमेन राइट नाउ जसको थ्रु चाहिँ मिसडिसइन्फर्मेसन जति पनि स्प्रेड भइरहेको छ वर्ल्ड वाइड यो एआईको एरामा होइन डिप फेक्सहरू एन्ड लट अफ थिङ्स सो हामीले एकदमै एउटा फ्री कोर्स पनि बनाएको छौँ थ्रु युथ इनोभेसन ल्याब अनि सो यसरी नै तपाईँले भन्नुहुन्छ नि त किन आफूले गरेको काम त आफूलाई थाहा हुन्छ होइन तर त्यो स्पेसिफिक क्वेसन जुन थियो त्यो चाहिँ मैले तपाईँले सोध्नुभयो मैले ट्राई पनि गरेँ होइन विच वाज लाइक म एकदमै रिकल गरेँ तर त्यही कुरालाई चाहिँ तपाईँले प्रिसाइजली डकुमेन्ट गरेर अनि कम्युनिकेट गर्ने एस्पेक्टमा चाहिँ लग्नु भन्ने हिसाबले हो क्याजुअल कन्भर्जेसन आफूले गरेको काम याद हुन्छ कसैले पनि तपाईँले चारवटा क्वेसन एकैचोटि सोध्दैन इट्स लाइक मोर टु वे कन्भर्जेसन हुन्छ किक अफ गर्दै गर्दै लट अफ थिङ्स कम इन कम आउट होइन उसले आफ्नो बारेमा भन्छ तपाईँले आफ्नो बारेमा भन्नुहुन्छ तर यो प्रिसाइजली तपाईँले जुन इट्स भेरी नाइस तपाईँले त्यो लेखेर राख्नु भएको रहेछ एनिथिङ स्क्रिनसट होला तपाईँले त्यसलाई चाहिँ वर्क गर्नु इच क्वेसनलाई चाहिँ टाइम दिएर वर्क गर्नु र त्यसलाई यो पर्सनल ब्रान्डिङ र पर्सनल ब्रान्ड एस्पेक्टमा चाहिँ एलाइन गरेर चाहिँ लग्नु होइन त्यो हिसाबले चाहिँ मैले त्यो कम्युनिकेसन एस्पेक्टमा चाहिँ भनेको थिएँ सो तपाईँको कम्युनिकेसन चाहिँ ट्रान्सपेरेन्ट होस् क्लियर होस् अन्डरस्ट्यान्डेबल होस् जो पनि आएर तपाईँलाई देख्छ अरे हेर्छ उसले चाहिँ बुझोस् तपाईँको बारेमा अब त्यसरी चाहिँ पोर्ट्रे गर्नु पऱ्यो तपाईँ मेरो प्रोफाइलमा गएर हेर्नु भने त देख्नुहुन्छ नि त वाइ दे सुड ट्रस्ट मी बिकज मैले त हालेको छु लिङ्कडिनमा इट्स नट मी जस्ट सेइङ इट आइ एम डुइङ इट होइन आई एम अर्गनाइजिङ इभेन्ट्स होइन युनेस्को रिलेटेड इभेन्ट्स होला बिसी रिलेटेड इभेन्ट्स होला होइन सो द्याट स्पेसिफिक सेक्टर त्यो द्याट स्पेसिफिक मिडिया कन्टेक्समा चाहिँ तपाईँलाई मैले अघि भनेको थिएँ आई गेभ एन इक्जाम्पल आई होप क्लियर पनि भयो होला अरू केही क्वेसन छ भने प्लिज सोध्नु होला लाइक यो एन्सरलाई सम अप गर्दा चाहिँ हाम्रो पास्ट एक्सपिरियन्स र फ्युचर कन्ट्रिब्युसन आफूले के गर्न सक्छु लाग्छ नि त्यसकै आधारमा यसको एन्सर गर्न सकिन्छ इट्स नट अलवेज सेम के वेयर यु आर नाउ यु वन्ट बी देयर 1 year later things update you have to update yourself आफ्नो बारेमा पनि तपाईको सेम हुँदैन नि त म 2.5 वर्ष अगाडि म पोखरामा थिएँ त्यो भन्दा 2 वर्ष अगाडि म पोखरामै थिएँ म मेरो बिजनेस थियो एम्स एकाडेमी भनेर म त्यो चलाइरहेको थिएँ इन पर्सन हैन 2 वर्ष चलाएँ त्यसपछि सडनली आई गट एन अपर्च्युनिटी म युएस गएँ 3 महिना म त्यहाँ काम गरेँ म फेरि फर्किएँ त्यसपछि मैले काठमाडौँमा अपर्च्युनिटी पाएँ म यहाँ सिफ्ट गरेँ सो तपाईँको पनि त अपडेट भइरहेछ नि त एभ्री डे तपाईँ अलि अगाडि तपाईँ रोड ट्र्याकमा कहिले जोइन गर्नुभयो तपाईँ रोड ट्र्याक मैले जोइन चाहिँ गरेको छैन हो सो जोइन गर्नु भएको छैन नि त अब मेबी तपाईँले अब जोइन गर्नुभयो रोड ट्र्याक कमिङ डेजमा भने यु आर नट इन द सेम स्पेस नि त तपाईँ एउटा नयाँ स्पेस तपाईँकोमा के जोडिन्छ रोड ट्र्याक Now you have to portray road track. You have to portray the work you do through road track. तपाईँ रोड ट्र्याकको इभेन्ट्समा जानुहुन्छ तपाईँ रोड ट्र्याकमा इङ्गेज हुनुहुन्छ काम गर्नुहुन्छ सो हाउ यु पोर्ट्र्याक्ट यर कम्युनिटी वर्क अब त नयाँ कुरा फेरि आयो नि त तपाईँको यही क्वेसनमा अब त तपाईँले कम्युनिटी वर्क पनि देखाउनु पर्यो हजुर होइन आज गएर तपाईँ भोलि रोड ट्र्याक जोइन गरेर तपाईँले कम्युनिटी वर्क देखाउँदै गर्दा द्याट्स अ भोलिन्टियरिङ कम्युनिटी वर्क होइन अब 2 वर्षपछि 1 वर्षपछि 6 महिनापछि तपाईँ कुनै एनजिओमा जोइन गरेर अब कम्युनिटी वर्क गर्न थाल्नु भयो भने यु आर डुइङ अ पेड कम्युनिटी वर्क त्यो फेरि अगेन तपाईँले अर्को वेमा पोर्ट्रे गर्नुहुन्छ होइन सो इट्स अ कन्टिन्युअस प्रोसेस इट्स जस्ट अ स्टार्ट सो वेन यु स्टार्ट डुइङ इट बिस्तारै बानी पर्छ थाहा हुन्छ बुझ्दै गइन्छ अनि त्यही अनुसार सबै कुरा रिफाइन हुन्छ क्या कन्सटेन्ट हुँदैन
डिजिटल फुटप्रिन्ट कन्स्टेन्ट हुँदैन भने जस्तै चेन्ज भयो नि त मेरो पनि। पहिला हेर्दा प्रोग्राम आउटरिच एन्ड कम्युनिकेसन अफिसर देखाएको थियो, हिजो के अस्ति मैले सेसनको लागि स्क्रिनसट दिँदा त्यो अपडेट भएको थियो, त्यही भएर नै मैले दुइटै स्लाइड राखिदिएको थिएँ त्यहाँ होइन। सो अपडेट हुन्छ कि, अनि यु अपडेट इट। अनि यहाँ च्याटमा पनि आएको रहेछ, जस्ट लाइक सार्क ट्याङ्क वेयर यु पिच यर कम्पनी या यु पिच यर सेल्फ। अब यसलाई पिच नै चाहिँ भन्न चाहिँ मिल्छ कि मिल्दैन आई डोन्ट नो होइन। इट्स मोर अबाउट यु डकुमेन्टिङ यर सेल्फ, इट्स अबाउट यु। एउटा इक्जाम्पल अझै है, मेबी यो क्वेसन र शीतललाई पनि इजी हुनसक्छ। अ भेरी रियल इक्जाम्पल मलाई याद आयो होइन यो सोध्दै गर्दा। सो म 2023मा जब म युएस गएको थिएँ, त्यतिखेर लाइक हजुर युएस जाने अब्जेक्टिभ चाहिँ के थियो लाइक? पहिला म इक्जाम्पल दिन्छु ल, अनि त्यो पछि इट्स अ प्रोग्राम जुन म गएको थिएँ, कम्युनिटी इङ्गेजमेन्ट एक्सचेन्ज प्रोग्राम भनेर एभ्री इयर एप्लिकेसन खोल्छ एन्ड एनी वान क्यान एप्लाई होइन, क्राइटेरिया मिल्छ भने। सो ओके, सो म युएस गएँ, मलाई बस्टनमा प्लेसमेन्ट भएको थियो। आई वाज वर्किङ इन कम्युनिटी क्याटलिस्ट, र त्यही ड्युरेसनमा फेलोज भन्थ्यो होइन। फेलोजहरू चाहिँ डिफ्रेन्ट सिटीमा प्लेस हुन्थ्यो अल ओभर द स्टेट्स। म बस्टन प्लेस भए जस्तो, कोही डिसी, कोही न्युयोर्क, कोही अब अदर साइड होइन, कोही अब मियामी, लट अफ प्लेसेस है। अनि सिन्स डिसी वाज नियर टु बस्टन, म चाहिँ डिसी गएँ। आई वाज देयर इन डिसी, अनि मैले एक्सप्लोर गरेँ। अनि त्यतिखेर I got to know few things, a lot of Nepal embassy to the United States होइन। सो त्यो एम्बेसेडर, नेपाल एम्बेसेडर टु युनाइटेड स्टेट्स, उहाँहरूको अब त्यो अफिस नै डिसीमा भयो होइन। देयर वाज फर्स्ट भिजिट, सो फर्स्ट भिजिटमै जान पोसिबल भएन। सो आई केम ब्याक अगेन, अनि म न्युयोर्कमा थिएँ अगेन फर एउटा प्रोग्राम थियो, हाई लेभल पोलिटिकल फोरम भनेर युनाइटेड नेसन्समा थियो 10 दिनको होइन। त्यहाँ पनि कति कुरा बुझेँ। आई मेट फ्यु पिपल, आई स्टार्टेड गेटिङ कनेक्टेड विथ इन्डिभिजुअल्स। अनि म फेरि बस्टन फर्केँ। अब मैले के गरेँ, हाम्रो क्लोजिङ जुन थियो इभेन्टको प्रोग्रामको, त्यो चाहिँ डिसीमा थियो होइन। अब मैले के सोचेँ भन्दा, डिसी जानु अगाडि म मेल गर्छु युएस कन्सुलेट, के अरे नेपाल कन्सुलेट जुन छ डिप्लोमेटिक हाउस, त्यहाँ चाहिँ म मेल गर्छु। सो आई एम अ नेपाली युथ, आई केम फ्रम नेपाल, म यो टाइमदेखि युएसमै छु, अहिले म बस्टनमा छु। हाम्रो क्लोजिङ चाहिँ अप्रिलको यो डेटमा छ, सरी नट अप्रिल, अप्रिल मे जुनको यो डेटमा छ। अनि ड्युरिङ द्याट टाइम म डिसीमा हुन्छु। र आई वाज थिङ्किङ इफ आई कुड हेभ अ मिटिङ विथ द एम्बेसेडर। अनि सिन्स म नेपाल फर्किँदैछु, सो फर्किनु अगाडि चाहिँ आई वुड लभ टु मिट एम्बेसेडर अफ नेपाल टु द युनाइटेड स्टेट्स होइन। त्यो लेखेर मैले पठाएँ। अनि बिस्तारै अलिपछि इमेल आयो। इमेल आएपछि नट भेरी सुन, तर म डिसी जाने प्रोसेसमा इमेल पनि आयो। उहाँले एक्सेप्ट पनि गर्नुभयो, कन्फर्म पनि गर्नुभयो, मिटिङ डेटहरू पनि आयो, सबै आयो होइन। अनि डिसीमा त्यो प्रोग्राम चल्दै गर्दा एउटा पर्टिकुलर टाइममा चाहिँ मैले अर्गनाइज इन्फर्म गरेर हाम्रो यस्तो यस्तो भयो, एन्ड देन वी आर गोइङ फर अ मिटिङ भन्दाखेरि अब अभियसली इट्स अ गुड अपर्च्युनिटी एज अ नेपाली टु गो एन्ड मिट समवन होइन, डिप्लोमेट। अनि उनीहरूले पनि ओके भन्यो। हामी निस्क्यौँ, गयौँ, पुगिसकेपछि सो माई नेम वाज देयर अन द लिस्ट त्यो मिटिङको त्यो टाइममा। अनि पछि चाहिँ त्यो ड्युरिङ द कन्भर्जेसन के थाहा भयो मलाई भन्दाखेरि, सो तपाईँले मिटिङको लागि भन्नुभयो, अब हामी ऱ्यान्डमली सबै मिटिङ एक्सेप्ट गर्न त मिल्दैन। सो वाट वी डिड वाज वी वेन्ट थ्रु यर लिङ्क्डइन प्रोफाइल, अनि तपाईँको प्रोफाइलमा हेर्दाखेरि तपाईँले नेपालमा गरेको प्रोजेक्ट्सहरू, अनि तपाईँको यही प्रोग्राम रिलेटेड अपडेट्सहरू, अ लट अफ थिङ्स हामीले देख्यौँ। र हामीले त्यो लिङ्क्डइनको थ्रु नै हामीले तपाईँलाई भेरिफाई गर्न सकेको भएर चाहिँ यो मिटिङ हामीले सेट गऱ्यौँ। सो लिङ्क्डइन वाज अथेन्टिक होइन, एकदमै क्लियरली ट्रस्ट गर्न मिल्छ भन्नेवाला पर्सपेक्टिभ आएको भएर चाहिँ वी सेट दिस मिटिङ भनेर चाहिँ भन्नुभएको थियो होइन। सो आई रियलाइज्ड लाइक ओके, मैले त अन्टिल देन आई नेभर थट कि त्यतिको हेल्पफुल हुनसक्छ होला मेरो लिङ्क्डइन प्रोफाइल होइन। तर एट द्याट मोमेन्ट आई रियलाइज्ड, जानी नजानी मैले पोस्ट गरेको थिएँ, सेयर गरेको थिएँ, लिङ्क्डइन अपडेट गरेको थिएँ, जानी नजानी नै गरेको थिएँ
मन लाग्थ्यो गरिदिन्थेँ किन मलाई यो डिजिटल प्लेटफर्म्सहरू थ्रेड्स आउने बित्तिकै मैले खोलेर हेरेँ कि पछि रमाइलो लागेन मैले त्यति चलाइनँ तर चेक गर्न चाहिँ मलाई मन लाग्थ्यो कि प्लेटफर्म्सहरू लिङ्कडिन चाहिँ मैले युज नै गर्थेँ अनि मलाई त्यो दिन रियलाइज के भयो भन्दाखेरि नाइस राम्रै गरेको रहेछु कि मैले युज गरेको रहेछु र अपडेट गरेको रहेछु हेल्प भयो भन्ने भयो कि अनि आई सेयर द्याट पछि फर्किसकेपछि पनि टु फ्यु अफ माई फ्रेन्ड्स अनि सबैजनाले यो लिङ्कडिनको जुन इम्पोर्टेन्स हुन्छ नि लाइक सम्म मलाई चाहिँ त्यो इम्पोर्टेन्स त्यो दिन चाहिँ फिल भयो सो तपाईँले लाइक पिच भन्नु तपाईँले आफ्नो बारेमा भन्दैछु भन्नु अरू जे पनि भन्नु होइन तर सम वे अर दि अदर इट्स अ प्रोफेसनल स्पेस अहिलेसम्मको लागि चाहिँ होइन एटलिस्ट जसले चाहिँ सम वे अर दि अदर इट माइट हेल्प यु नोइङली अननोइङली होइन त्यही भएर a very short example, LinkedIn related, which maybe helped you understand more about the importance. मलाई चाहिँ त्यो दिन रियलाइज भएपछि I started Okay, I guess questionसँग पनि question छैन. So so if you love today's session, then I would remind you again to post today's learning in the LinkedIn and also tag mentor and club, Rotary Club of Pokhara University and Rotary Club of Pokhara Lakeside. With this, I officially announce today's sessions and at this moment. Thank you.